पण्डितजी पिपलको गाछमा पानी हाल्दा के लाभ हुन्छ? आफ्नो राशिमा मूल दशामा शनि छ, गोचरमा शनि छ, त्रिभागीमा शनि छ भने शनिबार पिपलमा पानी चढाउनु। नीलोत्पलाय विद्महे शनिश्चराय धीमहि तन्न सौरी प्रचोदयात्। अस्वस्थ मूले थितो ब्रह्मा अस्वस्थ मध्ये जनार्दन अस्वस्थाग्रे शङ्करो देव त्रयो देव अस्वस्थित भनेर पिपलमा पानी चढाउनु। पिपलको फेदमा ब्रह्मा, पिपलको माझमा विष्णु, पिपलको टुप्पामा शिव, ब्रह्मा विष्णु शिव तीनवटा देवता पिपलको गाछमा हुन्छन् कहिल्यै पनि। पिपलको गाछमा बिहान पानी चढाउनु कि बेलुका चढाउनु? बिहान चढाउनु। बेलुका धूप बाती मात्रै गर्नु। खाली शनिबार मात्रै? शनिबार पानी चढाउनु। चन्दन अक्षता फुलले पूजा गर्नु। चन्दन अक्षता फुल, धूप बाती, नैवेद्य, तामुल पान, पैसाहरू 1-2 पैसा पिपलमा चढाउनु। सैयादान भनेको क्या हो? सैयादान भनेको मरेको पछाडि सैयादान गरेको छ यदि छोराले भने त्यो सैयाको फल त्यो मरेको मान्छेले भेट्दछ। सैयादान गर्दा के फाइदा हुन्छ? सैयादान गर्दाखेरि मरेको मान्छेले त्यो सैयादान गरेको छोराले सैयादान गरेको फल बाबुआमाले भेट्दछन्। स्वर्ग होस्, ब्रह्मलोक होस्, विष्णुलोक होस्, जमपुरीमै होस्, वैकुण्ठै होस्, त्यो सैयादानको फल प्राप्त गर्दछ। छोराले सैयादान गर्छ भने बाबुआमाले जमपुरी जानु पर्दैन। अरू यो गर्दा के जिनिस चाहिन्छ? सैयादानमा एकजना मान्छेको व्यवहारमा के वस्तु चाहिन्छ? मतलब सबै जिनिस दिनुपर्छ? के वस्तु चाहिन्छ त्यो वस्तु राखेर सैयादान गर्नु पर्यो। यो मरेको कति दिनमा गर्नुपर्छ? 12 दिन, शुद्धाइको दिन, 12 दिन वा 13 दिनको दिन। यो पण्डितहरूले किन सैयादान लिन खोज्दैनन्? सैयादान जसलाई तसलाई दिनु पनि हुँदैन, जसले तसले लिनु पनि हुँदैन। कुनै पण्डितले वा पुरोहितले लिए भने के हुन्छ? माने पण्डित पुरोहितले लिने मान्छेले लिन्छन्, पण्डित पुरोहितले सबैले होइन, कोहीले लिँदैनन्। जस्तै कि हात्ती, घोडा, रथ और भेडो, भैँसी सैयाको खुट्टामा बाँधेको छ भने म पनि लिन्न। यो सुनेको छ लिने मान्छे छिट्टै मर्छन्, यो साँच्चै हो? भने त्यो सैयादान लिने मान्छे माने जो हो विधानपूर्वकको सैया यदि हो भने त्यो सैयादान लिने मान्छे 6 महिनाभित्रमा मर्छ पनि। के को लागि मर्छ? अर्काको सैयादान लियो नि, अर्काको मृत्युकारक जोग उसले भेटायो, त्यसकारणले गर्दाखेरि छिट्टै मर्छ। केही उपाय छ मान्छेले लिँदै बाँच्छन्? भने सैयादान जसलाई तसलाई फाप्दैन पनि, जसले तसले लिँदैनन् पनि। अचेलको दिनमा मान्छेले सैयादान गर्छन्? सैयादान माने गर्दाखेरि माने उस्तै खालको मान्छेले मात्रै सैयादान लिन्छ, नत्र भने लिँदैन। बिहानको नुहाइ धुवाइ गरेर गायत्री मन्त्र जप्दछ, पाञ्चायन देवताको पूजा गर्छ। यदि नित्य नैमित्तिक निष्ठामा रहेको ब्राह्मणलाई मात्रै सैयादान दिनु उचित हो। तपाईको अनुसार कुनै मान्छे सैयादान लिएर खस्ने भयो बा यस्तो केही घटना भएको छ? भएका छन्। एउटा दुईवटा घटना भन्नु हो? अब भएका छन्। गोलियामा 2 जना, कमलियामा 1 जना, जामुगुडी एराबारीमा 2 जना, डिक्राईमा 2 जना। के भएको थियो उनीहरूले? भने तिनीहरू सैयादान लिएको महिना दिनभित्रमा जान्छन् पनि। जसलाई तसलाई सैयादान फाप्दैन। सैयादान लिने अधिकार छ भने मात्रै हुन्छ, त्यसलाई केही हुँदैन। सैयादान लिने अधिकार नभएको मान्छेलाई सैयादान दियो भने त्यो सैयादान लिने छिटै मर्छ। कुनै मान्छे लोभी त्यस्ता मान्छे रहछन् बा लोभको उसमा यदि दान लिए भने के हुन्छ? होइन, त्यो माने गोठ बा केही वस्तु दान दिए भने दान दिँदाखेरि जोग हेर्नुपर्छ। व्यतिपात जोगमा परेको यदि छ, काले जोगमा परेको छ यदि भने त्यो लिने मान्छे छिटै मर्छ। मरेको 1 वर्षपछि पनि सैयादान गर्न सक्छन्? और यो बैतरणी गर्दा के लाभ हुन्छ? बैतरणी गर्दाखेरि संसार रूपी बैतरणी, अगाध रूपी पिप्र रगतले मुसिएको संसार, पिप्र रगतले मुसिएको यो संसार रूपी बैतरणीबाट या गाईदान गर्नाले गर्दा त्यो संसार रूपी बैतरणीमा तर्नु पर्दैन।
कुनै गरिब मान्छेले केही दान गर्न सकेनन्, बैतरनी गर्न सक्दैनन्, तिनीहरू मुक्ति पाउँछन् कि पाउँदैनन्? उनीहरूको यदि श्रद्धा भक्ति भगवानको नाम लिँदै लिँदै भगवानको नाम लिँदै लिँदै जसको प्राण जान्छ भने त्यसले बैतडी जानु पर्दैन। अरू कुनै मान्छेले आफ्नो आमा बाउको अन्तिम संस्कार गर्न सकेनन् भने तिनीहरू उनका आमा बाउले मतलब मुक्ति पाउँछन् कि पाउँदैन? आफ्नो आफ्नो छोराले गरेको कर्म त्यो त संसारको लागि मात्रै हो, दुनियाँको लागि मात्रै हो। कर्म त आफू जाने मुक्ति हुने कर्म त आफ्नो हो। शुभ कर्म राम्रो गरेर गएको यदि छ भने छोराले कुकर्मै गरो भने पनि पितृ मुक्ति हुन्छ। अरू यदि पितृले राम्रो गरेका छैनन् र छोराले राम्रै मतलब संस्कार गरेछ भने मुक्ति त पाउँदैनन् होला? होइन, कर्म त आफूले गरेको मात्रै फल पाइन्छ, अर्काले गरेको फल पाइँदैन। छोरो होस् बाबु होस् कोही होस्, कर्म आफूले गरेको मात्रै आफूले भोग गर्न पाइन्छ। मान्छेले भन्छन् मरेपछि अर्को जन्म पुनर्जन्म हुन्छ, यस्तो हुन्छ र? होइन, जीव त मर्दैन नि। यो मनुष्यको शरीर इन्द्रिय मर्दछ, शरीर मर्दछ, तर जीव त मर्दैन। जीव कहिल्यै मर्दैन, जीव सधैँ नै रहन्छ। केमा जन्म लिनुपर्ने छ त्यसमा जन्म लिन्छ, त्यति नै कुरो। यो मरेपछि मान्छेले अस्तु भन्छन्, अस्तु अस्तु भनेको के चिज हो? अस्तु भनेको टाउकाको जो अन्न नखाएको बालकको तालु हेर्नु, भुकमाथि गएको हुन्छ यो तालुमा, त्यो अस्तु जो त्यसको नाम अस्तु हो। त्यो अस्तु लगेर गङ्गाजीमा सेपन गरेको यदि छ भने पापी थियो, दुष्कर्मी थियो भने पनि गङ्गामा जति दिनसम्म त्यो अस्तु हड्डी रहन्छ त्यति दिनसम्म स्वर्गमा गएर बस्न पाउँछ। त्यो अस्तुलाई मान्छेले मरेपछि के कसरी निकाल्छन् र के गर्छन्, केमा राख्नुपर्छ? मुखाग्नि दिएको पछाडि त्यो तालु जो हो, तालुको माने हड्डी जो हो त्यो हड्डी निकाल्दछन्। निकालेर घरमा ल्याएर कहाँ राख्छन्? म्याउको गाछमा, कटहरको गाछमा टेमामा भराएर राख्नु पर्यो। लगे लगे गयाजीमा लान सक्छ भने गयाजीमा लान सक्नु पर्यो। होइन जति भने एउटै छोरो जति भने क्रिया गरेको पछाडि भए पनि गङ्गाजीमा लगेर क्षेपण गर्छ भने जति दिनसम्म त्यो हड्डी गङ्गाजीमा रहन्छ त्यति दिनसम्म स्वर्गमा बास पाउँछ।